नमस्कार। सम्पर्क सन्देशमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज हामी एकजना यस्तो व्यक्तित्वसँग कुराकानी गर्दैछौँ। उहाँ बागमती प्रदेशको योजना आयोगको पूर्व उपाध्यक्ष हुनुहुन्छ र त्यो सँगसँगै नेकपा एमालेसँग पनि उहाँ आबद्ध हुनुहुन्छ। नेकपा एमालेको केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहनुभएका उहाँ सम्पर्क समन्वय समितिको उहाँ संयोजक पनि हुनुहुन्छ। उहाँसँग आज हामी पार्टी राजनीतिका विषयमा भन्दा पनि समृद्धि बहससँग बढी केन्द्रित भएर कुराकानी गर्ने प्रयास गर्दैछौँ। अहिले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपाल अभियानको नारा नै लिएर अगाडि बढिरहेको छ। उहाँ बागमती प्रदेशको पूर्व योजना आयोगको उपाध्यक्ष पनि भएको हिसाबले गर्दाखेरि अहिले यो विदेश पलायन लगायतका विषयसँग पनि र रोजगारी स्वदेशमै रोजगारी सृजना लगायतका विषयसँग पनि केन्द्रित भएर हामी कुराकानी गर्नेछौँ। नेकपा एमाले मात्रै होइन, ठुला राजनीतिक दलले पनि अहिले यो समृद्धिका बहसमा त्यति धेरै चासो व्यक्त गरिरहेको छैन कि भन्ने खालका गुनासाहरू पनि आउने गरेका छन्। आज हामी विशेष गरेर समृद्धिको बहसका विषयसँगै बढी केन्द्रित भएर कुराकानी गर्नेछौँ। सम्पर्क सन्देशमा तपाईलाई हार्दिक स्वागत छ। धन्यवाद। मैले अघि पृष्ठभूमिमा पनि भने तपाईँ बागमती प्रदेशको योजना आयोगको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ। अहिले तपाईँ एउटा पार्टीमा पनि आबद्ध हुनुहुन्छ, नेकपा एमालेसँग पनि आबद्ध हुनुहुन्छ। यो विषयसँग भन्दा पनि बढी केन्द्रित चाहिँ हामी अलिकति समृद्धिका बहससँगै केन्द्रित भएर कुराकानी गर्छौँ। तपाईँले योजना आयोगको उपाध्यक्ष भएर कति समय काम गर्नुभयो बागमती प्रदेशमा? यहाँलाई धन्यवाद छ। हामीले नेकपा एमालेको प्रदेशको पहिलो संस्थापक मुख्यमन्त्रीको कार्यकालमा, डोरमणि पौडेलको कार्यकालमा म योजना आयोगको पहिला सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी पाएँ। र यस सन्दर्भमा मुख्य गरी हामीले जिम्मेवारी पाइसकेपछि यो एउटा संस्थागत संरचनामा जानुपर्ने थियो र हामीसँग प्रदेश भन्ने चाहिँ त्यस्तो खालको संरचनाहरू बनिसकेका थिएन। नयाँ सिराबाट हामी अगाडि बढ्नु पर्थ्यो। सङ्घीय सरकारको लामो इतिहास र प्रदेश सरकारको चाहिँ इतिहासै नभएको त्यस्तो अप्ठ्यारो परिस्थितिबाट हामीले प्रदेशलाई संस्थागत हिसाबले अगाडि बढाउने सन्दर्भमा हामीले काम गर्न पुग्यौँ। त्यस सन्दर्भमा बागमती प्रदेश चाहिँ हामीले अध्ययन अनुसन्धान गऱ्यौँ। बागमती प्रदेश सबै प्रदेशभन्दा उच्च तहको प्रदेश हो। यो राजधानी प्रदेश पनि हो। यसको पर्यटकीय हिसाबले, उत्पादनको हिसाबले, सुशासनको हिसाबले, मानव विकास सूचाङ्कको हिसाबले सबैभन्दा उच्च तहमा चाहिँ बागमती प्रदेश छ। र यो प्रदेशको आँकडा माथि उठ्यो भने, यो प्रदेशले समृद्धिको उचाइलाई माथि पुर्याउन सक्यो भने सिङ्गो देशको समृद्धिको उचाइ माथि पुग्छ। त्यसकारणले बागमतीलाई बाहिर राखेर समृद्धिको चाहना राष्ट्रले गर्न सक्दैन। त्यसकारणले 15औं पञ्चवर्षीय योजनामा समृद्ध नेपाल र सुखी नेपाली भन्ने चाहिँ एउटा दीर्घकालीन सोचको रूपमा त्यसलाई राख्यो, राष्ट्रिय आकाङ्क्षाको रूपमा त्यसलाई लियो। तर त्यो आकाङ्क्षालाई पुरा गर्ने बागमती प्रदेश महत्त्वपूर्ण प्रदेश भएको कारणले हामीले 15औं पञ्चवर्षीय योजनालाई सार्थकता बनाउने सन्दर्भमा र सँगसँगै नेकपा एमालेको त्यति बेलाको नेकपाको चाहिँ नेतृत्वमा सरकार रहिराख्दाखेरि इतिहासमा स्वर्णिम अक्षरले लेख्नुपर्छ भन्ने मूल मान्यताका साथ हामीले प्रदेशमा गएर काम गऱ्यौँ र जाने सन्दर्भमा र काम गर्ने सन्दर्भमा हामीले आफ्नो इमान्दारिताका साथ कुनै क्वेसन उठ्न नसक्ने परिस्थिति बनाएर हामीले काम गरेर आयौँ र हामीले बागमती प्रदेशलाई 5 वर्षमा कस्तो, 10 वर्षमा कस्तो र 25 वर्षमा कस्तो बनाउने भन्ने कुराको पनि हामीले प्रक्षेपण गरेर आएका छौँ। त्यसकारणले बागमती प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा मुख्य गरी हामीले कृषिको सन्दर्भमा, पर्यटनको सन्दर्भमा, सुशासनको पक्षमा, प्रविधि प्रयोग गर्ने पक्षमा र सँगसँगै स्रोतको दिगो परिचालनको पक्षमा हामीले मसिनो गरी अध्ययन अनुसन्धान गऱ्यौँ र यो प्रदेशलाई समृद्ध बनाउनको लागि मुख्य गरी यो प्रदेश यता चीनसँग पनि जोडिएको र भारतसँग पनि जोडिएको महत्त्वपूर्ण प्रदेश, राजधानी प्रदेश। त्यसकारणले हामीले आफ्नो बागमती प्रदेशको कामको आधारमा र त्यति बेला चाहिँ भन्ने हो भने
धेरै राम्रो काम भएको थियो र त्यसपछि तपाईँले यसो भन्दै गर्दाखेरि अघि तपाईँले थोरै पनि भन्नुभयो यो बागमती प्रदेश भनेको यस्तो खालको प्रदेश हो जहाँ यो बागमती प्रदेशमा राजधानी पनि छ र एकातिर चीनसँग जोडिएको छ भने अर्कोतिर भारतसँग पनि जोडिएको छ। यहाँ हिमाल पनि छ, पहाड पनि छ र तराई पनि छ। हिमाली जिल्ला, पहाडी जिल्ला र तराई भेगलाई पनि छुएका जिल्लाहरू रहेको बागमती प्रदेश हो। यसलाई चाहिँ अलिकति भन्ने हो भने यहाँ अघि तपाईँले थोरै एउटा मिठो कुराहरू पनि गर्नुभएको थियो, एउटा पर्यटनका कुरा, एउटा चाहिँ कृषिका कुरा, यो जडीबुटी लगायतले पनि प्रचुर मात्रामा चाहिँ भएको प्रदेश पनि हो। यो प्रदेशलाई अझ समृद्ध बनाउनका लागि चाहिँ सबै राजनैतिक दलहरू, अहिले त ठुला राजनैतिक दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको अवस्थामा यसलाई चाहिँ अझ समृद्ध बनाउनका लागि ठुला राजनैतिक दलहरूले चाहिँ के भूमिका खेल्नुपर्छ होला जस्तो लाग्छ तपाईँलाई? मूल कुरा यसमा चाहिँ नेपालको राजनीतिक स्थायित्व नै मुख्य विषय छ। अहिले राजनीतिक स्थायित्व हुनसाथ धेरै कुराहरू अगाडि बढ्छ। हामीले त्यो 3 वर्षको पिरियडमा मान्छेहरूको लगानी गर्ने लगानीकर्ताहरू चाहिँ पैसा बोकेर आइसकेको परिस्थिति थियो। अब स्थायित्व हो, मुलुकले स्थायित्व प्राप्त गरेको छ, अब लगानी गर्ने दिस इज द राइट टाइम, यो चाहिँ ठिक समय हो भन्ने थियो। र परिस्थितिले राजनीतिक परिस्थितिको कारणले विशेष परिस्थितिले एउटा हामीले प्रदेशबाट छोड्नु पर्यो र अहिले हामी के महसुस गरिरहेका छौँ भने अहिले नेकपा एमालेको श्रद्धेय अध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मुलुक अगाडि बढेको छ र प्रदेशमा कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री कांग्रेस हुनुहुन्छ र एमाले र कांग्रेसको जोइन्ट सरकार छ र बागमती प्रदेशलाई चाहिँ मसिरो गरी लिएर जाने सन्दर्भमा सिङ्गो देशको संसारबाट आउने पर्यटकहरू पहिलो गन्तव्य बागमती प्रदेश हो। सँगसँगै सबभन्दा ठुलो चीनसँगको व्यापारिक नाका बागमती प्रदेशमा पर्छ। सँगसँगै देशको विज्ञान प्रविधिको हिसाबले टेक्नोलोजीको हिसाबले बागमती प्रदेश पर्छ र देशभरिको विश्वविद्यालयहरूमा महत्त्वपूर्ण विश्वविद्यालयहरू यही प्रदेशभित्र पर्छ र मेडिकल हबको क्षेत्रमा यही प्रदेशलाई हेरिन्छ। त्यसकारणले सबै दृष्टिकोणबाट बागमती आफूले उचाइ प्राप्त गरेको छ। यो सन्दर्भमा सरकारले यसलाई प्रायोरिटी बेसमा यसका महत्त्वपूर्ण क्षेत्रहरू के हुन् भन्ने हिसाबले अगाडि बढ्नुपर्ने स्थिति छ। हामी सरकारमा हुँदा हामीले एउटा मेडिकल कलेज हामीले खोल्यौँ चितवन के अरे मकनपुरमा। त्यो मेडिकल कलेज खोलिरहँदाखेरि अहिले हाम्रा नेपालीहरूले 10 देखि 15 लाखमा एमबीबीएस पढ्न पाउँछन्। यस्तो चाहिँ हामीले यो बागमतीमा 25 वटा चाहिँ मेडिकल कलेजहरू हामीले खोल्न सक्ने स्थिति छ र जति पनि हामीले यहाँ बागमती प्रदेशको होइन विदेशी विद्यार्थीहरूलाई ल्याएर करोडौँ पैसा तिरेर चाहिँ यहाँ पढ्न चाहिँ आतुर छन्। अझ भन्ने हो भने बागमती प्रदेश त सिङ्गो चीन र भारतको बीचमा छ र विश्व अर्थतन्त्रको उदयमान चीन विश्व अर्थतन्त्रको पहिलो राष्ट्र बन्न आतुर छ। त्यस्तै भारत विश्वको अहिलेको चाहिँ 6औं 5औंको अर्थतन्त्रको भोलम बोकेर बसेको भारत पनि अब आफूलाई आर्थिक तीव्र गतिमा अगाडि बढाउन चाहिरहेको छ। यस्तो सन्दर्भमा हामीले बागमती प्रदेशभित्र यो दुईटै ह्युमन रिसोर्सलाई हेर्ने, दुईटै अर्थतन्त्रलाई हेर्ने, दुईटै देशलाई राम्रो गरी नजिकबाट हेर्नको लागि पश्चिमी राष्ट्रहरूबाट विद्यार्थी आउन चाहन्छन् र एसियाका विद्यार्थीहरू आउन चाहन्छन् र अफ्रिकादेखि संसार युरोपका सबै विद्यार्थीहरू यहाँ पढ्न आउन चाहन्छन्। त्यो वातावरण हामीले बागमती प्रदेशले बनाउन सक्नुपर्छ। त्यसकारणले मैले यहाँ यो युनिभर्सिटीलाई प्रभावकारी एजुकेसन हब सेन्टरको रूपमा हामीले विकास गर्न बागमती प्रदेशले आफ्नै एउटा विश्वविद्यालय चलाउने कि भन्ने हिसाबले हामीले त्यति बेला सोचेका थियौँ। त्यसमा अझ भन्ने हो भने धेरै ठुलो क्षेत्र भएको जो विद्यार्थीहरू आउँदाखेरि आनन्दले नेचर प्रकृतिको पनि मनन गर्न सक्ने, प्रकृतिलाई पनि साथमा राखेर जान सक्ने एउटा ठुलो जङ्गली क्षेत्र र फाँटहरूलाई चाहिँ हामीले प्रयोग गरौँ। संसारभरिबाट आउने विद्यार्थीलाई त्यहाँ पढ्ने वातावरण बनाऊँ, त्यहीँ रिसर्च गरौँ। हाइड्रो पावरमा आवश्यक पर्ने जनशक्ति पनि त्यहीँ हुन्छन्, माइन्समा खानीमा आवश्यक पर्ने जनशक्ति पनि त्यहीँ हुन्छन्, वन तथा वनजन्य पदार्थको चाहिँ प्रयोग गर्ने जनशक्ति पनि त्यहीँ हुन्छन् र तपाईँको सँगसँगै कृषिका विशेषज्ञहरू पनि ती सबै हुन्छन्।
त्यस्तो खालको अनुसन्धानमा आधारित विश्वविद्यालय हामीले चलाउन सक्यौँ भने हामीले ह्युमन रिसोर्स त्यही उत्पादन गर्न सक्छौँ। नेपाललाई अहिलेको जनशक्तिले यहाँभित्रको रिसोर्सलाई अलिकति पनि प्रयोग गर्न सक्दैन र सरकारले मुख्य गरी बागमती सरकारको मात्रै यो कार्यक्षेत्रभित्र पर्दैन, सङ्घीय सरकारको पनि कार्यक्षेत्रभित्र पर्छ। हामीलाई खानीमा कति मान्छे चाहिन्छ, हामीलाई जलस्रोतमा कति मान्छे चाहिन्छ, हामीलाई हर्बल प्लान्टेसनमा कति मान्छेहरू चाहिन्छ, वनजन्य उपयोगको सन्दर्भमा हामीलाई कति मान्छे चाहिन्छ, पर्यटन प्रवर्धन गर्न र यहाँको जैविक विविधताको अध्ययन अनुसन्धान गर्न कति मान्छे चाहिन्छ भनी सरकारले अहिलेसम्म अडिट गर्न सकेका छैन। अहिलेसम्म त्यो मान्छे ह्युमन रिसोर्सको आकलन गर्न सकेका छैन। त्यसकारणले अब बागमती प्रदेशले अरू सानातिना कुराहरूमा होइन, अब मेगा प्रोजेक्टमा ठुल्ठुलो मेगा प्रोजेक्टमा चाहिँ हात हाल्ने र सङ्घीय सरकार र प्रदेश सरकारको जोइन्टली हामीले काम गर्न सक्यौँ भने बागमती प्रदेश मुलुकको चाहिँ एउटा चाहिँ राजधानी प्रदेश मात्र होइन, दक्षिण एसियाको उत्कृष्ट प्रदेशको रूपमा हामीले यसलाई विकास गर्न सक्ने सम्भावना छ। अहिले यी सम्भावनाका ढोकाहरू देख्दै गर्दाखेरि चाहिँ यो ब्रेन ग्रेन भन्दा पनि ब्रेन ड्रेनको चाहिँ अहिले अलिकति समस्याहरू देखिरहेको छ भनेको छ। युवाहरू छन्, युवाहरूलाई तपाईँले अहिले यति धेरै व्याख्या विश्लेषणहरू गर्दै गर्दाखेरि युवाहरूलाई नै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने अवसरहरू पनि होलान्। यसका लागि चाहिँ अलिकति प्लान गरेर पनि त अगाडि बढ्नु पर्ला जस्तो लाग्छ नि, तपाईँलाई लाग्दैन? होइन, यो एकदम तपाईँले भनेको एकदमै महत्त्वपूर्ण विषय हो। आज हामी संसारभरिबाट नेपालमा आउनुपर्ने ज्ञानभूमि भनेको छ, ज्ञान दिने मान्छे बाहिर गएका छन्, ज्ञान आर्जन गर्ने मान्छे बाहिर गएका छन्। तपोभूमि भनेका छन्, हामी उदण्ड भएका छौँ, तप गर्ने, ध्यान गर्ने, एउटा नयाँ भिजन राख्ने मान्छेहरू हामी जम्मै बाहिर गएका छौँ। र सँगसँगै तपाईँको ती शान्तिभूमि भनेको छ, अशान्तिको वातावरण हामी बनाइराखेका छौँ। यो गम्भीर विषय हो। त्यसकारणले यो विद्यमान अवस्थामा हामीले ब्रेन नलेजेबल मान्छेहरू सबै बाहिर पलायन भइरहेको विद्यमान अवस्थामा यो पलायनलाई कसरी रोक्ने भन्ने चाहिँ एउटा कार्ययोजना सरकारले तुरुन्तै गर्नुपर्छ। एउटा दोस्रो कुरा, संसारभरि चीनले आफूलाई रिसर्चकै पार्टबाट अगाडि बढेर चाहिँ आज संसारको सबल राष्ट्र बन्यो। रिसर्चमा हामीले खर्च गरेनौँ भने हामी माथि जान सक्दैनौँ। त्यसकारणले हामीले अहिले सरकारको पोलिसीमा आमूल चेन्ज गर्नुपर्छ। एसी पढेर र +2 सकिन साथ बाहिर पासपोर्ट बनाउनको लागि पासपोर्टमा आउने सर्टेन पैसाको हिसाबले मात्रै हामीले हेरिरहेको अवस्था छ। +2 सकेपछि डिप्लोमा पढ्दाखेरि कुनै पनि विद्यार्थीलाई 1 रुपियाँ पैसा नलाग्ने हिसाबले हामीले विकास गर्न सक्छौँ। कृषि पढ्ने मान्छेले कृषिमा एडमिसन गरेपछि ठुल्ठुलो फर्ममा उहाँहरूलाई चाहिँ प्र्याक्टिसमा पठाउने र त्यो फर्मवाला जसले फर्म सञ्चालन गर्छ, जसले कृषि क्षेत्रको सञ्चालन गर्छ, त्यो पनि त्यसमा सहभागी हुनुपर्छ। सँगसँगै शिक्षकहरूलाई त्यसैमा सहभागी गराउने, डिग्रीको लागि त्यो जाँच दिएर डिग्रीको सर्टिफिकेट मात्रै लिने होइन, ज्ञानको सर्टिफिकेट लिने वातावरण बनाउने। कोदो र वंशो के हो भनेर चाहिँ छुट्याउन नसक्ने विद्यार्थी आवश्यक छैन। कोदो कोदै हो, वंशो वंशै हो भनेर छुट्याउन सक्ने हुनु पर्यो। त्यसकारणले कुन कुरा हो भन्ने कुरा चाहिँ व्यवहारमा जान्नु पर्यो। त्यसकारणले हामीले भक्तपुरको ज्यापु समुदायहरू म उच्च सम्मान गर्छु। भक्तपुरको ज्यापु समुदायहरूले कति माटोमा, कति जमिनमा, कति फलाउने भन्ने कुरा उहाँहरूसँग ठुलो ज्ञान छ। त्यो ज्ञान चाहिँ रामपुरको कृषि युनिभर्सिटीको चाहिँ विद्यार्थीले त्यो ज्ञान आर्जन गर्नु पर्यो। अनि मात्रै कृषि पढेको औचित्यता हुन्छ। डिग्री आयो, मेरो मास्टर्सको डिग्री आयो, ब्याचलरको डिग्री आयो भन्ने अर्थले कुनै ठाउँ लिँदो रहेनछ। त्यसकारणले अब हामीले मुख्य गरी अब सरकारले चाहिँ त्यो तर्फ चाहिँ केन्द्रित हुनुपर्छ। सँगसँगै अहिले ह्युमन रिसोर्सको हिसाबले हामीसँग चाहिँ कुनै काम गर्नु पर्यो भने मान्छे छैन। अहिले खाने विभागमा चाहिँ खानेको सन्दर्भमा मैले अस्ति खाने विभागसँग सोधेको थिएँ, ह्युमन रिसोर्स नै छैन सर, मान्छे छैन, यहाँ काम गर्ने मान्छे छैन, सबै मान्छे बाहिरबाट ल्याउनु पर्छ भनेका छौँ। अनि हाम्रो बाहिरबाट ल्याउने मान्छेले त नेपाल समृद्ध होस् भन्ने त चाहना राख्दैन। हामीले यी उत्पादन गरेको, हामीले यी मेहनत गरेका विद्यार्थीहरूलाई राख्यौँ भने त कम्तीमा नि देशभक्ति भावना त हुन्छ नि। देशभित्रको रिसोर्सलाई हामीले देशकै हितमा प्रयोग गर्नुपर्छ भन्ने हुन्छ नि। त्यसकारणले अब मानव स्रोतलाई हामीले विकास गर्नको लागि यस्ता ह्युमन रिसोर्सहरू, यस्ता उत्पादनहरू चाहिँ हामीले राष्ट्रलाई कति आवश्यक पर्छ भने त्यसको एउटा प्री क्यालकुलेसन गरेर चाहिँ हामीले युनिभर्सिटीहरूलाई जिम्मा दिनुपर्छ। युनिभर्सिटीहरूलाई छाडा छोड्ने होइन।
मलाई चाहिँ तपाईँको चाहिँ फार्मेसीमा यति विद्यार्थी चाहिन्छ, उत्पादन गर भन्नु पर्यो। मलाई चाहिँ आर्किटेक्ट इन्जिनियरमा यति चाहिन्छ, उत्पादन गर भन्नु पर्यो। मलाई चाहिँ कृषिमा यति विद्यार्थी चाहिन्छ, उत्पादन गर भन्नु पर्यो। मेडिसिनमा यति मलाई विद्यार्थी चाहिन्छ, उत्पादन गर भन्नु पर्यो। त्यो उत्पादन गरेकोमा 50% बाहिर जालान्। तर एउटा मेडिसिन पढेर गएको नेपालीले बाहिर जाँदा नि त त्यही अनुसारको पैसा कमाउँछ नि त। स्किल सहितको चाहिँ पठाउँ न, उसलाई चाहिँ बरु कन्भिन्स गरौँ, तिमीले त्यहाँ कमाएको पैसा चाहिँ सर्टेन पैसा नेपालमा पठाऊ भनेर भनौँ न। संसारभरिको मानिसहरू त कुनै न कुनै देश गएकै छ। तर यति धेरै योजनाहरू हुँदै गर्दाखेरि पनि अहिले सबैभन्दा बढी ठुला राजनैतिक दलहरूप्रति चाहिँ युवाहरू बढी निराश देखिएका छन्। यो ठुला राजनीतिक दलहरूले तिनीहरूलाई सम्झाउन नसकेर हो कि, अथवा यस्ता खालका योजनाहरू बताउन नसकेर हो कि, अथवा ती युवाहरूका लागि योग्य हुने खालका रोजगारी सिर्जना गर्न नसकेर हो कि, अथवा ती युवाहरूमा एक खालको दिग्भ्रमित भनौँ न, एक खालको बुझ्ने क्षमता नभएका कारणले पनि विदेश पलायनको हुटुटी बढिरहेको हो कि, तपाईँले चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ? एउटा तपाईँलाई यसको व्याकरण बताउँ है। हाम्रो पञ्चायतकालीन अवस्थामा पनि पढ्नको लागि प्लान जान्थे। पछिल्लो समय प्लानको व्यवस्था धेरै छैन। धेरै विद्यार्थीहरू बाहिर पढ्न जान्थे र सर्टेन मान्छे त्यतै हराउँथे, अरू धेरै मान्छेहरू आउँथे। र पछिल्लो समय जति बेला नेकपा एमालेको 9 महिने शासन 51 सालमा भयो, गाउँघरको अभियानदेखि, एउटा त्यति बेला नेपाललाई अब दक्षिण एसियाको मात्र होइन, संसारको विकसित राष्ट्रको स्पिड अनुसार त्यो गति जस्तो गरेर नेपालले काम गरिरहेको थियो। त्यति बेलाको जिडिपीमा 7% भन्दा माथितिर थियो। त्यो इतिहास अहिलेसम्म कायम गर्न सकेका छैन। सँगसँगै प्रत्येक आफ्नो गाउँ आफै बनाऊ भन्ने 3 लाख रुपियाँ पैसाले चाहिँ 30 लाखसम्म काम गरेको परिस्थिति थियो। र प्रत्येक विद्यार्थीहरू गाउँ गाउँमै पढ्न थिए, गाउँ गाउँमै स्कुलहरू उत्पादन भएको थियो, राम्रो शिक्षा गाउँमै दिन सुरु गरेका थिए। तर 51 सालमा नेकपा एमालेको सरकार बन्यो, 52 सालमा चाहिँ सशक्त जनयुद्ध भनेर सुरु भयो। यो 52 सालमा भएको जनयुद्ध चाहिँ सुरु गरेको जनयुद्ध यसले कहाँ पुर्यायो त नेपाललाई? त्यति बेला गाउँको मध्यम परिवार र के गरौँ भन्ने मान्छेहरू सबै लखेटे काठमाडौँमा आए। काठमाडौँमा यस्तो बस्ती थिएन, कङ्क्रिट भयो, अहिले मृत सहर भयो काठमाडौँमा। सबै यो मृत सहरमा आएर बस्ने, मृत बनाए काठमाडौँमा आएर, यस्तो अवस्था भयो। र यो काठमाडौँमा त रोजगारीको व्यवस्था थिएन। सबै युवाहरू चाहिँ तपाईँको चाहिँ विदेश जान थाले, तपाईँको मलेसिया जान थाले, अरबियन कन्ट्रीहरू जान थाले। त्यहीँबाट चाहिँ फेरि अर्को देश पनि जान पाइँदो रहेछ भनेर एकपछि अर्को उनीहरूले जान थाले। त्यसपछि आफ्ना साथीहरूलाई नै खबर गर्दै गए, एकजना गए, दुईजना गएर विदेशमा जाने लहरको बन्न थाल्यो एउटा। सँगसँगै अर्को कुरा के हो भने हामीले हाम्रो शिक्षा नीतिमा पनि हामीले सरकारले कस्तो भन्यो भने +2 सकेपछि तँ नेपाल नबस भन्ने खालको चाहिँ नीति हामीले तय गर्यौँ। यो एकदमै कम्तीमा नि डिप्लोमा बसिसकेपछि उसले व्यावहारिक शिक्षा भन्दा पनि विदेशमा बेच्ने शिक्षाहरू बढी उत्पादन गरियो हो। डिप्लोमा पढ्न यहीँ बसेपछि त उसले बिहाबारी गर्छ 3 वर्ष बस्दाखेरि, उसले चाहिँ कम्तीमा पनि छोराछोरी हुन्छ उसको, त्यस पछाडि उसले परिवारमा अलिकता माया बस्छ, होइन यहीँ गर्नुपर्ने रहेछ, नेपालमै गर्नुपर्ने छ भन्ने उसको सोचको विकास हुन्थ्यो। तर त्यो कुरोलाई चाहिँ टोटल +2 सकेपछि ऊ बाहिर जान्छ। बाहिर गएपछि जस्तो सुकै पीडा भए पनि बाहिर काम गर्छ र त्यतै चाहिँ बिहाबारी गरेर त्यतै चाहिँ विलिन हुने अवस्था छ। मुख्य गरी साउदी कन्ट्रीहरूमा, कोरियामा गएका मान्छेहरू फर्केर आउँछन्, जापानमा गएको फर्केर आउँछन्, युरोप र अमेरिकामा गएका मान्छेहरू प्राय फर्केका छैन। र यसरी जाने क्रममा चाहिँ मान्छे 80 लाख 90 लाख खर्च गरेर यहाँबाट जान्छन्। तपाईँलाई भनौँ 80 लाख रुपियाँ नेपालमा प्रयोग गर्ने हो भने कति ठुलो काम गर्न सक्छौँ। तर अमेरिकामा त्यो 80 लाख रुपियाँ पैसा लिएर जानुभयो भने त्यो पैसा ब्याङ्कमा राखेको पैसा पनि तपाईँले ब्याक तिर्नुपर्छ, आफ्नै पैसाको लागि पनि। +2 सकेपछि ऊ बाहिर जान्छ। बाहिर गएपछि जस्तो सुकै पीडा भए पनि बाहिर काम गर्छ र त्यतै चाहिँ बिहाबारी गरेर त्यतै चाहिँ विलिन हुने अवस्था छ। मुख्य गरी साउदी कन्ट्रीहरूमा, कोरियामा गएका मान्छेहरू फर्केर आउँछन्, जापानमा गएको फर्केर आउँछन्, युरोप र अमेरिकामा गएका मान्छेहरू प्राय फर्केका छैनन्। र यसरी जाने क्रममा चाहिँ मान्छे 80 लाख 90 लाख खर्च गरेर यहाँबाट जान्छन्। तपाईँलाई भनौँ 80 लाख रुपियाँ नेपालमा प्रयोग गर्ने हो भने कति ठुलो काम गर्न सक्छौँ। तर अमेरिकामा त्यो 80 लाख रुपियाँ पैसा लिएर जानुभयो भने
त्यो पैसा ब्याङ्कमा राखेको पैसा पनि तपाईँले ब्याक तिर्नुपर्छ आफ्नै पैसाको लागि पनि र सँगसँगै तपाईँले त्यो पैसा अब म नेपालमा फर्काउँछु भन्दाखेरि नेपालमा फर्काउन सक्नुहुन्न त्यो अमेरिकन लिगल सिस्टमले चाहिँ जनशक्ति मात्रै हैन पुँजी पनि पलायन भयो जनशक्ति सँगसँगै पुँजी जान थाल्यो र नेपालको सबभन्दा ब्युरोक्रेसीमा बस्ने मान्छेहरूले आफ्नो छोराछोरी बाहिर गइसकेपछि यहाँ लुटको चाहिँ धन लुट मचाएर चाहिँ सबै पैसाहरू चाहिँ छोराछोरीको नाममा चाहिँ उता ट्रान्सफर गर्ने काम पनि गर्यो र केही राजनीतिक नेताहरूबाट पनि यो कामहरू भयो एजुकेसन कन्सल्टेन्सीको नाममा विभिन्न म्यान पावरको नाममा चाहिँ ह्युमन रिसोर्सलाई चाहिँ बाहिर पठाउने काम गरियो र आज त्यही मान्छेहरू चर्को चाहिँ नेपालमा केही भएन भनेर चाहिँ बोल्ने उ गर्छन् तिनीहरूको नैतिक धरातल त जिरो हो नि त त्यस्तो मान्छेहरू आज दुईटा चरित्रको देश बनाउने चरित्र त देशलाई यस्तो बनाउने सृजनात्मक हिसाबले म यो देश बनाउँछु भन्ने मान्छे त जस्तोसुकै दुःख कष्टमा पनि उभिएर बस्न सक्नुपर्छ नि त्यस कारणले अहिले सरकारले यो बेलामा सरकारले के हो भने नयाँ ढङ्गले जानुपर्छ सरकार अब नेकपा एमालेको विकल्पमा नेकपा एमाले बाहेक अर्को छैन र जति बेला नेकपा एमाले सरकारको नेतृत्व गर्छ मुलुकले एउटा चाहिँ के भने परिवर्तनको आशा राख्छ अरू राजनीतिक पार्टीबाट त्यो आशा राख्न सक्ने स्थिति पनि छैन त्यसकारणले यो विद्यमान अवस्थामा यस्तो नेकपा एमाले जति सिरियसली काम गरिरहेछ यो सिरियसली काम गरिराख्दा चौतर्फी आक्रमण गर्नुको पछाडिको तपाईँलाई मुख्य कारणको बारेमा म आज भन्न गइरहेको छु मुख्य कारण के हो भने नेकपा एमाले एउटा राष्ट्रिय शक्ति हो अरूको दबावमा यसले आफ्नो निर्णय गर्दैन आफ्नो स्वाभिमानलाई आफ्नो राष्ट्रिय हितलाई आफ्नो एउटा स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेर आफूले निर्णय गर्छ र अहिले हाम्रो पार्टीको सधैँ पार्टीको अध्यक्षमाथि चौतर्फी आक्रमण हुनुको मुख्य कारण केपी ओलीले के जम्मै काम बिगारेर हो यो मान्छे राष्ट्रको हितमा 36 साल जस्तो उभिएर अगाडि बढ्छ र राष्ट्र अहित हुने कुरामा कुनै पनि मुलायज गर्दैन र नेपाललाई एउटा स्वतन्त्र स्वाभिमान सार्वभौम राष्ट्रको रूपमा चाहिँ चिनाउनुपर्छ भनेर लागिरहेको सन्दर्भमा यो चाहिँ अन्तर्राष्ट्रिय शक्तिको सहयोगमा हाम्रो पार्टीको अध्यक्ष र नेकपा एमाले जो राष्ट्रिय शक्तिको रूपमा आफूलाई उभ्याइराखेको छ त्यो माथि चाहिँ चौतर्फी आक्रमण भइरहेको अवस्था अहिले जुन पछिल्लो समय एकदम संक्षिप्तमा भन्दाखेरि चाहिँ जुन यो युवाहरूको एउटा निराशाले पनि होला राजनीतिक दलहरूले धेरै कामहरू गरेका छन् पञ्चायतकालमा भएका भन्दा धेरै पहिला नोल लाएर चाहिँ गाडी बोकेर यहीँ काठमाडौँमा ल्याउनु पर्ने अवस्था थियो भने अहिले चाहिँ तपाईँको नेपालका 77 जिल्लामा चाहिँ कम्तीमा पनि सदरमुकाम छुने गरी चाहिँ राजमार्गहरू पुगेका छन् र त्यहाँसम्म गाडीहरू पुग्ने अवस्थाहरू छन् हामीले विकास निर्माणको अवस्थालाई हेऱ्यौँ भने पनि हामी सुरुङ मार्गमा हामी प्रवेश गरिसकेका छौँ हामी हामीले फास्ट ट्र्याकको युगमा पुगिसकेका छौँ भने हामी अहिले लोड सेडिङ अन्त्य गरेर चाहिँ हामी चाहिँ एउटा उज्यालो नेपालको अभियानमा अगाडि बढिसकेका छौँ यी सबै चिजलाई हेर्ने भने हामी जलविद्युतको क्षेत्रमा हेर्नुहोस् पर्यटनको क्षेत्रमा हेर्नुहोस् भौतिक पूर्वाधारको क्षेत्रमा हेर्नुहोस् विकास नभएका छैनन् धेरै भएका छन् तर पनि यति हुँदाहुँदै पनि अहिले चाहिँ युवाहरूमा एक खालको चाहिँ मानसिकता के छ भनेदेखि चाहिँ एउटा भाष्य जबरजस्त के निर्माण गर्न खोजिएको छ भने नेपाल सकियो नेपाल बर्बाद भयो नेपालमा केही पनि छैन भन्ने खालका भाष्यहरू निर्माण गरिएको छ यो अवस्थामा यी युवाहरूलाई अलिकति ऊर्जा भर्नका लागि र यही ठाउँमा यही स्वदेशमै काम गर्नुपर्छ भन्ने ऊर्जा भर्नका लागि चाहिँ तपाईँ आबद्ध भएको राजनैतिक दल र तपाईँ त एउटा विज्ञताको हिसाबमा एउटा योजना आयोगको उपाध्यक्ष पनि भइसकेको त्यो जिम्मेवारी पनि रहिरहेको व्यक्तिले भन्दाखेरि चाहिँ कसरी भन्नुहुन्छ संक्षिप्तमा भन्दाखेरि पहिलो कुरा त सरकारले गम्भीरताका साथ सबै राजनीतिक पार्टीहरूलाई राखेर सरकारले एक खालको युवालाई पलायन कसरी रोक्ने भन्ने सन्दर्भमा कार्ययोजना बनाउनै पर्छ र नेकपा एमाले त्यो पहल सुरु गरिसकेको पनि छ र यो सन्दर्भमा मुख्य गरी अहिलेको युवा जगतमा ठुला राजनीतिक पार्टीमाथि जुन आक्रोश सिर्जना भएको छ त्यो आक्रोश सिर्जना हुने पृष्ठभूमि चाहिँ ती युवाहरूले बुझ्न सकेको छैन र नेकपा एमाले इतिहासदेखि वर्तमानसम्म कुन चाहिँ ठाउँमा गल्ती गरेछ तपाईँ भनिदिनुहोस् त मलाई कुन चाहिँ ठाउँमा गल्ती गरेछ एमाले पल पलमा राष्ट्रिय हितभन्दा बाहिर काहीँ काम गरेकै छैन पहिलो कुरो र हाम्रो पार्टीको अध्यक्ष जो नेपालको इतिहासमा नयाँ सिराबाट चाहिँ मुलुकलाई अगाडि बढाउनु पर्छ सुरुङ युगको सुरुवाती त हाम्रै सरकारले गरेको थियो नयाँ तपाईँको गतिबाट चाहिँ अगाडि मुलुकलाई लिएर जानुपर्छ भनेर प्राकृतिक स्रोतको सांस्कृतिक सम्पदाको सदुपयोग गर्नुपर्छ भन्ने हिसाबले धोबारी फलम खानी त हाम्रै सरकारले सुरु गर्यो
एकपछि अर्को हामीसँग जलको हिसाबले संसारलाई चकित पार्ने हामीसँग उच्च खालको र स्वस्थ खालको स्वच्छ खालको हामीसँग जल छ। वनको हिसाबले हामीसँग यति मूल्यवान हिरा किरा सबै खालको चाहिँ हामीसँग रहेको चाहिँ वन सम्पदा छ, जो वनस्पति सम्पदा छ, जम्मै औषधिजन्य छ। 14-15 हजार वनस्पति भएकोमा 1200-1300 वनस्पतिको त औषधि नै उत्पादन भइसकेको अवस्था छ। पर्यटकीय हिसाबले हामीले संसारको चाहिँ एउटा पशुपतिनाथ, लुम्बिनी गौतम बुद्धको चाहिँ एउटा जन्मथलो लुम्बिनी, संसारको एउटा उच्च ठाउँ सगरमाथा यहीँ छ, मुक्तिनाथदेखि यहीँ छ। र सँगसँगै महादेव र पार्वतीको वासस्थान नेपालको दोलखाको गौरी शङ्करमा छ। र सँगसँगै संसारभरिको देवताहरूले सभा सम्मेलन गर्ने थलो हाम्रो यही बागमती प्रदेशको चाहिँ देवघाट छ यहीँसँग। अब हामीसँग रामायण र महाभारतको ठेली नेपालको भूगोललाई नजोडिकन त्यो अपूर्ण हुन्छ। यस्तो चिज नेपालमा भइराख्दाखेरि हामीले यसलाई मूल्य यसको चाहिँ महत्त्व हामीले बुझाउन सकेनौँ र बुझ्ने कोसिस पनि हामी विद्यार्थीले गरेन। त्यसकारणले पहिलो कुरा विद्यार्थी बाहिर गयो भन्ने कुरा चिन्ताको कुरा होइन। हामीले बुझाउने कुरामा चाहिँ हामीसँग भएको चिजलाई हामीले अगाडि लिएर जाने कुरामा हाम्रो कोर्स नै त्यसरी तयार गरिएन। हाम्रो विद्यार्थीले पढ्ने सामग्री पनि त्यसरी विकास गरिएन। योगको सुरुवात नेपालबाट भएको छ। तपाईँको व्याकरणको सुरुवात, संस्कृति भाषाको सुरुवात नेपालबाट भएको छ। ऋषि महर्षिहरूको थलो चाहिँ हामीले नेपालमै ज्ञान जति अहिलेको पूर्वीय सभ्यताहरूको विकास भएको छ यो जम्मै नेपालबाट भएको छ। विभिन्न दस्तावेज एउटा किंवदन्तीहरूबाट पनि प्राप्त हुन्छ। अब यस्तो देशलाई हामीले नचिन्नु त यो अरू देशले पाए के गर्थ्यो होला? अरूले नपाएर पनि आर्टिफिसियल बनाएर आफूलाई चाहिँ गरिरहेका छन्, धेरै प्रगति गरेका छन्। तर हामीले पाएर पनि पाएको चिजलाई पनि हामीले चाहिँ यो चाहिँ हिरा पाएर पनि किटको खोजी गरिरहेका छौँ। किट पनि पाइँदैन कि क्या हो नेपालमा? त केही छैन नेपालमा। थेरी म त प्राकृतिक शोधको विद्यार्थी हो। नेपाललाई हामीले चिन्न सकेनौँ, हाम्रो राजनीतिक नेतृत्वले पनि राम्रो गरी चिन्न सकेनन्, हाम्रो विज्ञ विशेषज्ञहरूले पनि नेपाललाई चिन्न सकेनौँ। यो देशलाई माया गर्ने अब नयाँ सिराबाट चाहिँ अगाडि बढ्नुपर्ने छ। यो देश बनाउने कुराको हामीले चाहिँ अब कमिटमेन्ट गर्नुपर्ने छ। आज केपी ओली र नेकपा एमालेको स्थायी सरकारलाई, यो स्थायित्व दिन खोजेको सरकारलाई चौतर्फी आक्रमण गर्ने होइन। अब यस्ता विषयमा ध्यान देऊ है। अब दक्षिण एसियामा नेपाललाई, दक्षिण एसियामा 5 वर्षमा हामी दक्षिण एसियाको सबल राष्ट्र बन्न सक्छौँ। र यही रेसियोबाट गयो भने हाम्रो रिसोर्सलाई प्रयोग गरेर हामी 10 वर्षमा एसियाका सबल राष्ट्रहरू दक्षिण कोरिया, जापान, चीनको दाँजोमा हामीले अगाडि लिएर जान सक्छौँ। अब हामीसँग अलिकति समयको पनि पाबन्दी भयो। अन्तिममा चाहिँ तपाईँलाई मैले भन्नै पर्ने र तपाईँले चाहिँ मैले सोध्नै पर्ने र तपाईँले भन्नै पर्ने छुटेको केही शब्द एकदम संक्षिप्तमा भन्दाखेरि। अहिले नेकपा एमालेको म सम्पर्क समन्वयको प्रमुख भइराख्दाखेरि हामीले अब सम्पर्कको क्षेत्रलाई एउटा यो देशभरिको काठमाडौँमा बस्ने विशेषज्ञहरूको विभिन्न ज्ञान भण्डार, एउटा प्राज्ञिक जगतहरूको एउटा ठुलो संस्थाको नेतृत्व गरिरहेको छु। र हामीले 15औं पञ्चवर्षीय योजनामा समृद्ध नेपाल सुखी नेपाली भनिराखेका छौँ। 16औं योजनाले पनि त्यही कुरोलाई ग्रहण गरिरहेको विद्यमान अवस्थामा पार्टीहरूले, मुख्य गरी सबै राजनीतिक पार्टीहरूले अध्ययन अनुसन्धानको पाटोमा यस्ता विशेषज्ञहरूलाई अगाडि लिएर जाने सन्दर्भमा पहिलो कुरो ध्यान दिनुपर्छ। दोस्रो कुरो, हामीले देशभरिको सम्पर्कका साथीहरूलाई भनेका छौँ, अब राजनीतिक कुराहरू मात्रै होइन, अधिकारको लडाइँ हामीले समाप्त गरिसकेका छौँ। अब समृद्धिको लडाइँ हो। समृद्धिको लडाइँ गर्नको लागि हामीले जीविकोलाई उच्चतम तहबाट अगाडि लिएर जानको लागि के कुराहरू आवश्यकता पर्छ, सिपको आवश्यकता कसरी पर्छ, रचनात्मक कामहरूलाई दिइराखेको छौँ। त्यसकारणले अहिले एउटा जिल्ला सम्पर्क मञ्चले होइन, एउटा पालिका सम्पर्क मञ्चले
तालिमहरू दिइरहेछ, कसैलाई बेकरीको तालिम दिएछ, कसैलाई चाहिँ तपाईँको अचार बनाउने तालिम दिएछ, कसैलाई चाहिँ तपाईँको चाहिँ कौशिक खेती गर्ने चाहिँ तालिम दिएछ, कसैलाई कपाल काट्ने तालिमहरू दिइराखेको छ। अब हामी यसरी गयौँ भने अगाडि बढ्न सक्छौँ। र हामीले अहिले तपाईँलाई भनौँ एउटा कपाल काट्नेमा अहिले 70 देखि 80 अर्ब रुपियाँ पैसा हाम्रो बाहिर जान्छ कपाल काट्नेमा मात्रै। राष्ट्रिय योजना आयोगले यो कुरोलाई चाहिँ हामीले अब ध्यान दिनुपर्छ पर्दैन, सरकारले अब यो विषयमा ध्यान दिनुपर्छ पर्दैन। कबड्डीमा भन्नुहुन्छ आज खरबौँ रुपियाँ कबड्डीको सामान चाहिँ अरबौँ होइन खरबको कबड्डीको सामानहरू बाहिर जान्छ। जे हामीले प्रयोग गरेका छौँ त्यो फुत्त फ्याल्न साथ अरूले त्यसलाई चाहिँ एउटा चाहिँ अर्को चिज बनाएर बाई प्रोडक्टको रूपमा लिएर जान्छन्, हामीले त्यो गर्न सकेका छैनौँ। त्यस कारणले अब सिपमूलक कामलाई अगाडि लिएर जाने सन्दर्भमा सरकार गम्भीर हुनुपर्छ। आगामी बजेटमा यी कुराहरूलाई प्रतिबिम्बित गर्नुपर्छ र जसले मुलुक चेन्ज गर्नको लागि, जसले नाटकीय कुरा गर्दैन, जो श्रममा आधारित छ, जसले साँच्चै बनाऊ भनेर माटो छोड्दैन, भुइँ मान्छे भन्छ नि, जो भुइँ मान्छे बन्दैन, के अरे भुइँ मान्छे बन्छ, त्यो मान्छेहरूलाई हामीले राज्यको योजना चाहिँ त्यता केन्द्रित हुनुपर्छ, हाम्रा बजेट त्यता केन्द्रित हुनुपर्छ। त्यसरी हामी गयौँ भने मुलुकलाई एउटा सबल बनाउन सक्छौँ। सँगसँगै हामीसँग पैसा छैन, वर्ल्ड ब्याङ्क र एडिबीको अबको समयमा पैसा चाहिँदैन। नेपालीहरू बाहिर बसेर जति कमाएको छन् बाहिर बस्ने प्रत्येक नेपालीलाई त्यो कम्पनीमा राखिदिने, सहभागी गराउने, सरकारको 10% मात्रै लगानी गर्ने, बाहिर बस्नेको 90% लगानी गरेर पीपीपी मोडेलमा चाहिँ प्रत्येक प्रदेशमा हामीले 1 वर्षभित्र 1 खर्ब 20 अर्बको चाहिँ हामी प्रोजेक्टहरू बनाउन सक्छौँ। कोरियामा बस्ने मात्रैको, किन म तपाईँलाई डाटा दिन्छु भने 1 लाखभन्दा बढ्ता कोरियामा मान्छेहरू बस्छन्, 2.5 लाख रुपियाँ कमाइ छ। 1 लाख रुपियाँ उहाँहरूलाई यो कम्पनीमा राख्दाखेरि 12 लाख रुपियाँ उहाँहरूले चाहिँ वर्षमा राख्न सक्नुहुन्छ। 12 लाख गर्दा 1 लाखको 12 लाखको हिसाबले गर्दाखेरि 1 खर्ब 20 अर्ब हुन्छ। अनि हामीलाई 1 खर्ब 20 अर्ब रुपियाँ वर्ल्ड ब्याङ्कबाट लिँदा कति ऋण तिर्नुपर्छ? तर उहाँहरूलाई त्यो 1 लाख मान्छेलाई हामी यहाँ कम्पनीको मालिक पनि बनाउने र त्यो कम्पनी बनाएर हाम्रा नेपालीहरूले थेक्न सकेनन्, त्यो कम्पनी सञ्चालन गर्न सकेनन् भने सिओ अन्तर्राष्ट्रिय लेभलमा प्रतिस्पर्धा गरेर ल्याएर चाहिँ काम दिने र टिओआर गरेर सरकारले फ्यासिलिटेटर मात्रै दिने हो भने हामीलाई समृद्धि हुन के छ? छैन। एउटा मैले दक्षिण कोरियाको मात्रै भने, जापानमा छन्, अब अरू थर्ड कन्ट्रीहरूमा गएका छन्, संसारमा नेपालीहरू बसेका छन्। ती पैसा तिमीहरू नेपालमा अब औद्योगिक क्रान्ति गर्दैछौँ, यहाँको जडीबुटी जन्य उत्पादनहरूलाई अगाडि लिएर जान्छौँ। यहाँको युरेनियम हामीसँग चाहिँ यति धेरै हामी युरेनियम छ, मुस्ताङको युरेनियम, यहाँ बकैयाको युरेनियम, मकनपुरको बकैयामा भएको युरेनियम, यस्ता खानी पानी वन पर्यटन, हाम्रो पानी चाहिँ तपाईँको चाहिँ बेबी वाटरकोमा चाहिँ हामीसँग यस्तै लवणयुक्त पानीहरू हामीसँग छ। त्यस कारणले अब सरकारले अब यो प्रतिद्वन्द्वमा होइन, अब अहिलेको मूल कुरा के हो भने सरकारले आफ्नो रफ्तारले अगाडि जाने र जनतालाई विश्वास आर्जन गर्ने, जनतालाई उत्साह बढाएर चाहिँ जाने वातावरण चाहिँ हामीले बनायौँ भने नेपाललाई अगाडि बढाउन कुनै समस्या छैन। त्यसकारणले यो विद्यमान अवस्थामा हामीले ह्युमन रिसोर्स हामीले यहाँ उत्पादन गर्ने, हाम्रा प्राकृतिक स्रोतलाई यहाँ सदुपयोग गर्ने र यो सदुपयोग गरेका प्राकृतिक स्रोतबाट नेपाली जनतालाई लाभान्वित बनाउने कुरामा हामी लाग्ने हो भने यो राजतन्त्र अर्को कुनै तन्त्रको खोजी होइन। अहिले मुख्य गरी जनता पीडित भएको के हो भने रोजगारीको अभावको कारणले हो, स्वास्थ्यमा हामीले निःशुल्क गर्न नसकेको कारणले, शिक्षा महँगो भएको कारणले, भ्रष्टाचार पनि त्यसरी नै भएको छ र सँगसँगै विभिन्न मान्छेहरू यी सबै चिजहरूलाई चाहिँ अब चाहिँ समन्वय गरेर यो अहिले चाहिँ स्थायी सरकार छ, यसले चाहिँ अगाडि बढ्नु पर्यो भने तपाईँलाई एकदमै भन्छु, अहिले सरकारले शिक्षामा जति लगानी गरेको छ त्यो लगानीले निःशुल्क एजुकेसन हामी दिन सक्छौँ। त्यही लगानीसँग अझै धेरै कुराकानी मैले अर्को कुरो स्वास्थ्यमा, अहिले हामीले स्वास्थ्यमा अहिले जति लगानी गरेका छौँ त्यही लगानीको पैसाले हामी निःशुल्क दिन सक्छौँ एकदम। त्यसकारणले राज्यले यो योजना बनाउनु पर्यो। यति काम गर्न साथ अहिलेको सरकारलाई स्यालुट गर्छन् र अहिलेको सरकारले कामको हिसाबले योभन्दा अर्को बेटर सरकार आउँछ भने हामीलाई कुनै अपेक्षा छैन, कुनै कल्पना पनि गर्न सकिन। आज मुलुकमा केपी ओलीले नि गर्न नसकेको काम अरूले गर्छन् भने देखिएकै छ नि, अरूको देखिया छैन र?
प्रचण्डको कार्यकालमा चाहिँ मुलुकमा स्थायित्व दिने काम त कहिले गरेन नि, प्रोपोगन्डाको मात्रै उहाँले चाहिँ शासन गर्नुभयो नि। तर केपी ओलीले त स्थायित्वको शासन गर्नुभएको छ। स्थायित्वको शासन गर्ने कुरामाथि चौतर्फी आक्रमण गर्नु चाहिँ न्यायसङ्गत हुँदैन। सम्पूर्ण बाहिर बस्ने नेपाली दाजुभाइहरूले पनि सत्यलाई सत्य ठानेर यो एमाले माथि र केपी ओली माथिको प्रहार होइन, काम गर्न थालेको यो सरकार हो, यसलाई सहयोग गर्नुपर्छ भन्ने एउटा तपाईँहरूले सबै ठाउँबाट चाहिँ त्यो माहौल चाहिँ बनाउनको लागि म आग्रह पनि गर्न चाहन्छु। महत्त्वपूर्ण समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद। थोरै समयमा पनि धेरै कुराकानीहरू गऱ्यौँ। अन्तिममा फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। सम्पर्क सन्देशको आजको श्रृङ्खला यहीँ अन्त्य हुन्छ। सम्पर्क सन्देश हेर्दै गर्नुहोस्, सुन्दै गर्नुहोस्। नमस्कार।